के गर्न लाग्यो? बिहान बिहान जिममा गएर आउने, चिसो लाग्यो भन्नुभयो, कमजोरी भएँ भन्नुभयो। अनि यसको लागि एकदम राम्रो हुन्छ क्या हो। अनि यसको लागि मैले अलमोन्ड लिएर आएर फ्राई गरेँ, हल्का भुटेसी राम्रो हुन्छ क्या, नभए खोकी लाग्छ। अनि त्यसमा मैले कालो मरिच अनि मिठा सुप अनि थोरै जिरा अनि थोरै स्वादको लागि मिश्री राखेको छु कि मैले भुटेर रेडी गरेर। अनि यसलाई मिक्सर गर्दैछु। काजु खोइ त नि? काजु छ, काजुको छुट्टै फाइदा छ, यसको छुट्टै फाइदा छ क्या। मैले आज अलमोन्ड मात्रै भुटेर मिक्सर गरेको। आलमन्डमा नि हेल्दी फ्याट हुन्छ, राम्रो गर्छ यसले, शरीरलाई धेरै फाइदाजनक छ। गरेपछि टक्क डिब्बामा राखिदिएपछि बिहान 1 चम्चा दुधमा, 1 कप दुधमा, अनि बेलुका 1 चम्चा दुधमा। बेला बेला म नभएला किचनमा आएर झिक्दै खाने होइन नि फेरि। बिहान र बेलुका टाइम लिमिट हुन्छ क्या जे कुराको पनि। ओके त्यो नि ख्याल गर्नु नि। आउने टक्क दुध तताएर राखेको हुन्छु मैले, अनि झिक्ने 1 चम्चा खाने।